नमस्कार दर्शकबिन, हजुरहरूलाई स्वागत छ हाम्रो हलानो फलानो मिडियामा। म पत्रकार गुदिलालको तर्फबाट स्वीकार्नुस् लालगढी सलाम। आजको मेरो समाचार रहेको छ चिसो अहिले वात्तै फर्किसकेको छ। हो दर्शकबिन, चिसो अहिले एकदमै उचित मात्रामा फर्किरहेको छ र हाम्रो सुर्खेतका बासिन्दाहरूलाई सोध्न चाहन्छु आज उहाँहरूको चिसो कसरी कटिरहेको छ। ल आउनुहोस् दर्शकबिनहरू, भर्खरै मलाई एउटा ताजा खबर आएको छ र एकजना व्यक्तिले एकजना युवकलाई यसरी कुटिरहेका छन् अरे। ल आउनुहोस् दर्शकबिनहरू, मेरो पछाडि उहाँहरूको तर्तिकल आएर हुन्। यति बिहान यति चिसो मौसममा हजुरले उहाँलाई कुटिराख्नु भएको छ, यो कुट्नुको रहस्य के हो खोलिदिनुहोस्। सर, यसले एउटा मान्छे मारिदियो। ए त्यसो भए तपाईँ एउटा हत्यारा हो। ल हेर्न सक्नुहुन्छ दर्शकबिनहरू, उहाँले एउटा मान्छे मार्नु भएको छ अरे। जबकि चिसोमा हावाले छुँदा त चोट लाग्छ, उहाँले त एउटा मान्छे मार्नु भएको छ। ल बताइदिनुहोस् मान्छे मार्नुको रहस्य। अब के भनौँ सर, बिहान हग्नु गएको थिएँ। अब कुहिरो लागेको थियो, कुहिरोले गर्दा केही देखेन। जब चाल धुने पाला आयो आफ्नो त देखेन, त्यही भएर साथीको दिइदियो। अब साला त्यसको चाख्ने त्यति सेन्सिटिभ रहेछ। अब चिसोले गर्दा मरिहाल्यो। अब तपाईँ आफै नै भन्नु हाम्रो गल्ती हो यसमा। ल हेर्न सक्नुहुन्छ दर्शकबिनहरू, हजुरहरूले भिडियो हेरेर त थाहा पाइसक्नु भयो होला। ल सुर्खेतमा चिसो सँगसँगै चिसोले गर्दा यहाँका बासिन्दाहरू मरिरहेका छन् र म पत्रकार गुदिलालको तर्फबाट र मेरो क्यामेराम्यान साथी हालबहादुर सहित हामी बिताउन चाहन्छौँ। हान भ्यान चोइदलाई यो चिसोमा निकै सानो हुने है साथी। के सानो हुने? दिन भनेको के साथी, दिन आजभोलिको दिन कति सानो छ, मिलाएर बुझ न। जाम साथी, बरु आगो ताप्न। यस्तो चिसोमा बसेर के गर्ने हो र? यो चिसोमा आगो तापेर के गर्ने हो? अगाडिबाट जति तापे नि पछाडिबाट चिसो आइहाल्छ। हिँड्जाम जाम, बरु मर्निङ वाक, जिउ पनि तातो हुन्छ, हेल्थ पनि राम्रो हुन्छ। तेरो पनि गफ मात्रै त होला, भोलि बिहान उठ्नै नसक्ने होला फेरि। बरु त चाहिँ उठ्दैनस् होला, जाम न हिँड भोलिबाट। ल हिँड्न त जाम न, भोलि 4 बजे। 4 बजे किन, भोलिबाट 3 बजे हिँड्न। हेलो, कहाँ छस् त? छिटो उठ, मर्निङ वाक जाने। मलाई त यस्तो चिसो भइरह, मलाई अलि सन्चो पनि छैन, म त जान्न होला यार। म त झन् तेरो रुमको बाहिर आएको छु यार। सरी यार, भोलिदेखि जाम्ला। ल भोलिदेखि यस्तो नगरिस् है त। हेर केटा, जसले जे भन्यो भने यो गाउँमा सबभन्दा ठुलो भनेको त्यो कमलेको हो। हुन्छ कमलेको ठुलो, त्योभन्दा ठुलो त त्यही पल्ला घरकी पुतलीको छ। सब पुतलीको त्योभन्दा ठुलो त मेरै छ। बरु केटा हो, यो पालि यत्रो चिसो भयो तर हिउँ पनि परेन, किन होला? बड्डा धेरै हिउँको रहर नगर, मर्ने बेला फेरि पारिदिउ कि हिउँ। धेरै चोडिया कुरा नगर, अहिले आगोमा सेकाइदिउँ न अहिले। होइन, आजकलका केटाकेटीहरू के भएको हुन्? त्यो तल्ला गएर कालाकी छोरी छ नि, अब पहिला त मलाई ठिकै लाग्थ्यो हेर, आजभोलि त पैसा चढेर चुमुक भएछ। के हो त्यो गाउँभरिका केटाहरूसँग दिउँसै माछा हिँडिरहेको हुन्छ भने? हो, बुढाले ठिक भने। मैले पनि अस्ति त्यो हरिको बारीमा देखाएको थिएँ, नदेखे जस्तो गरेर भिडियो मात्रै बनाएर आएँ। हो र, लिङ्क चाहिँ पठाइदिएन पहिला। त्यसको त टेन्सनै नगर न, तेरो ह्याट्सएपबाट हुँदो कि त्यो ह्याट्सएपबाट हालिदिने भयो बुढो। होइन केटा, भिडियो भनेर याद आयो, आजभोलि यसो कुनै नयाँ काण्ड आएको छैन, हालिदेऊ न मलाई, हेर्नु पर्यो। चिसो भइगयो। अब के काण्ड साण्ड सुरुमै थाहा पाउने भने यही रन्डो हो। बड्डोलाई हालिदिएस् पछितिर हेरेर। ल बुढा, तिमी त्यसको टेन्सनै नगर न, तिमी ढुक्क साथ घर जाऊ, तिम्रो व्हाट्सएपमा त म हालिदिने भए बेलुका मजाले जा गर्नुपर्ने हो, गर फ्याँके लाग्यो होइन। कुरा गर्दै गर्दै चिसो पनि भयो। रन्डो जा त दाउरा लिएर आगो तापम अब। म जान्न काहीँ पनि, आफूलाई त्यहाँ जाडो भएर थर्र भइकन मेरा सब शरीरका अङ्गसँग कामिरहेका छन्, म जान्न बाबु, जान्न। साले बड्डो रन्डो, हेर्दै पातलो दाउरा जस्तो थियो, बल्यो मर्यो, आनन्द बल्यो आनन्द। ल Good afternoon. Good afternoon, sir.
ओए तिमीले आउटरेस किन लगाएको होला खोल 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 बन्द खोल 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 अनि हामीले के जाडो हुन्छ सर के जाडो हुन्छ मलाई के जाडो मागेन खोल भनेको सुन्नुहोस् खोल खोल सर हामीले जाडो हुँदैन भने अब पनि यत्रो लगाएर हामीलाई त केही जाडो हुन्न भोलि खोइ केही लगाएको छैन सबैले खोल भनेको सुन्नुहोस् खोल कलेजमा आउँदाखेरि आउटड्रेसमा आउनु पर्दैन भने थाहा छैन तिमीलाई खोल न कलेजको ड्रेस गरेर आउने खोल न ल भोलि तिमीलाई हिजो होमवर्क दिएको थिएँ को कसले गर्यो निकाल म निकाल है ओ निकाल दिनु सर स्याबास यसले मेरो छाती फुलाइसक्यो यस्तो पनि स्टुडेन्ट भनेको हो सर छाती त फुल्लेकै रहेछ छाती फुल्ली फुल्ली चेस्टबाट ब्रेस्ट भइसकेको छ मेरो जो जसले आज होमवर्क गरेको छैनौ उनीहरू जिन्दगीमा के काम लाग्दैन केही गर्न के होमवर्कै गर्नुपर्छ सर वा दिउला नि म तँलाई प्र्याक्टिकल नम्बर प्र्याक्टिकलमा त म त्यसलाई 5 नम्बर चाहिँ 5 तपाईँले नदिएको के हो त सर तपाईँको छोरीले दिन्छ के दियो के ए फोन नम्बरकै लाटा बुझ्न हो फोन नम्बर हो म त के अरू नै सोचिराखेँ यहाँ उयो ओए त्यस्तो हावाहरू हुँदैन कि रेडियो ध्यान दिऊ त्यो क्लास आउनु टाइम यही हो सकिसक्यो त पनि यही सँगै बुङ्गा